वनमा आगो लागेर आगो नबगाउन हिँडेको अवस्था। यता पनि हुनुहुन्छ, उतातिर आउँदै हुनुहुन्छ। बाटो चाहिँ यस्तो भिरको बाटो छ। हाम्रो यता सुरक्षाकर्मी सर पनि हुनुहुन्छ। यस्तो देखिन्छ गाउँहरू यहाँदेखि। यो गाउँ बचाउनको लागि आगो लागेको ठाउँमा आगो निभाउन गएको अवस्था। यस्तो छ चिप्लो बाटो। सल्लाहको पातमा चिप्लियो भने वाह। फाइनली त्यो गाउँबाट यहाँसम्म पुग्यो। आगो लागेको चाहिँ त्यो माथि हो। थाकेको अवस्था हिँड्दा हिँड्दै। उता आउँदै हुनुहुन्छ, यता पनि आइराख्नु भएको छ। यति ठुलो सल्लाहको रुखहरू। ल फाइनली यति मान्छे चाहिँ हामी आगो निभाउन गइरहेको हो। अझ यहाँबाट धेरै हिँड्नु छ माथिसम्म, पल्लो डाँडामा पुग्नुपर्ने अवस्था। यहाँ फेरि छलफल हुँदै त्यो आगो यतासम्म आउँछ आउँदैन भनेर, त्यही पनि निभाउन जानुपर्ने अवस्था। बस्तीमा भेट्न आउन सक्ने सम्भावना उच्च रहेकोले निभाउन जाने कार्यक्रममा अब टोली अगाडि बढ्दै हाम्रो। लगभग आधा घन्टाको हिँडाइपछि आगो लागेको ठाउँको नजिक हामी। पानी खाने व्यवस्था गरिराख्नु भयो? अहिले चयो भने त फेरि पानी छैन। तलैबाट भरेर ल्याउनु पर्ने रहेछ है। ल्याछ आगो निभाउन आएको पानीको अवस्था यस्तो पानी खानुपर्ने अवस्था छ। आगोले पुरै जङ्गल सखा भइसकेको अवस्था। आग लागि भइरहेको छ। यसरी ट्याक्क छुट्याएर आगो नजिक जाने अवस्था छैन। बाटो मात्रै आगोको घुमाउने कार्यक्रम। हाम्रो प्रहरी सरहरू पनि यता लागिराख्नु भएको छ। यस साह्रो आगो लागेको को यार, यस्तै आगो लाउने यार। यताबाट हामी सोर्दै ल्याएको त्यहाँबाट यता गरिरहेको छौँ। यता अगाडि पनि सोर्ने कार्यक्रम भइरहेको। यसरी वनमा आगो लगाएर कसलाई फाइदा हुन्छ? यो लगाउने मान्छेलाई हुन्छ र फाइदा? वनको अवस्था यस्तो छ, वन डढेलो। यसरी आगो लगाएर वनको सत्यानाश गर्नु त भएन नि। हेर्नुहोस् त यो आगो। ओहो, यो आगो कसरी नियन्त्रण हुन्छ? त्यो आगो विकल्पै छैन नियन्त्रण गर्न सक्ने। यस्तो सल्लाहको पातमा आगो छ, यस्तो सुकेको बेला, गर्मीको बेला हो तलैसम्म छ। यो फेरि कसरी नियन्त्रण हुन्छ? समस्या भयो, गाह्रो छ। यसरी आगो नलगाइदिनु होला दाजुभाइ दिदीबहिनीहरू। लापरवाहीले, सानो लापरवाहीले ठुलो क्षति हुन्छ। आगो साथीहरू, आगो यस्तो छ। जङ्गल त सखा भयो त।
आगो निभाउन आएको बेला यो साथीहरू हेर्नुहोस् यस्तरी अमलाको बोट फेला परेर हामीहरू अमला टिप्दै यो अमला यो तरुनी फकाउन अमला चाहियो भने हामीसँग चबाउनु न अमला फकाउन तरुनी फकाउन चाहियो भने अमला हामीसँग छ। के गर्दाखेरि अरे बुवा भन्नु नि त तरुनी फकाउन होइन तरुनी फकाउने ल बाजेको पनि छिट्टै अमला काण्ड आउँछ पर्खाइमा बस्नलाई 3-4 लाख तिरेर मोटरसाइकल चलाएर हिँड्दाखेरि तरुनी पताउँछु भनेको आखिरीमा त्यो 2-3 अमलाले तरुनी पाउँदो रहेछ। ओ यतातिर आगो निभाएर आउँदा अर्को टोली यतातिर आग निभाउन लागिराख्नु भएको छ। या कतिको छ आगोको दुःख। आगो निभाउँदै नेपाल प्रहरीहरू